अहिलेको जुन सरकार छ नि हाम्रो त्यो 28 अर्ब लिन लाग्यो वर्ल्ड ब्याङ्कबाट र एसियन डेभलपमेन्ट ब्याङ्कबाट। त्यसको बारेमा हर्का सम्पाङ के भन्दैछन् ल सुन्नुहोस् यो भिडियोमा। नेपाल सरकारले चाहिँ 28 अर्ब ऋण लिने भन्ने कुरा चाहिँ सुन्नमा आएको छ। नेपाल सरकारले मैले बहुमत ल्याएँ भनेर चाहिँ तपाईँको चाहिँ नि होइन यसरी 4-5 जना मन्त्रीहरू मिलेर खुसी गर्ने हो भने तपाईँको चाहिँ के अरे राम्रो तरिकाले देश चल्दैन, सरकार त्यसरी चल्नु हुँदैन। त्यो भन्न चाहन्छु। हरेक कुरा सदनमा अनुमोदन गरिनुपर्छ र सदनमा होइन जनता सार्वभौम जनताको सदनमा त्यो ऋण के को लागि लिने हो, किन लिने हो, होइन के प्रयोजनको लागि लिने हो र के शीर्षकमा कसरी खर्च हुने हो, कहिलेसम्म खर्च हुने हो भन्ने बारेमा सबै चित्तबुझ्दो ब्रेकडाउन लिएर अर्थमन्त्रीज्यू आउनुहोला। हामी यो कुरा उठाउनेछौँ। म यहाँ सबैजनालाई यो भन्न चाहन्छु है, यस्ता ऋणहरू लिँदाखेरि विदेशी ऋणहरू लिँदाखेरि यो विदेशी ऋण त लिनै हुँदैन भन्ने खालको मान्छे पनि उहाँले छ होइन। विदेशी ऋणहरू घटाउँदै लानुपर्छ भन्ने कुरा हो। अब यसरी ऋणहरू लिँदाखेरि सरकार आफूले खुसी लिन्छ भने त्यसलाई चाहिँ तपाईँको चाहिँ देशको लागि लिएको मानिँदैन। त्यसलाई चाहिँ सदनमा, जनताको सदनमा है पुरै छलफल गराएर सदनले अनुमोदन गरेर मात्रै लिनुपर्छ र यो खालको चलन हामीले चलाउनुपर्छ भनेर